भन्नु रामचन्द्र कति जन्म बिताई पहिले 84 लाख जुनीमा घुमी फेरि अहिले यस्तो अमूल्य नरको जुनी आज पाए लागिन धर्मतिर काल यसै बिताए हेर्दै त सानो धर्मले मान्छे भएर आछस् छैन आमा यो फेर अन्नदान गर्नु आफू जति किलो छ त्यति किलो फेरि लाउने लुवाने दिनु है हुन्छ आमा गरिबीलाई दिनु आशीको दिनु मैले त दिइसकेँ मलाई चाहिने एकातिर अन्न एकातिर पढेर तैँले वैशाख मासमा किनेर पढ जराको टुप्पासा पाइन्छ ल सबै पाइन्छ नि आमा होइन किताब पाइन्छ वैशाख मासमा मलाई अब एकदम ज्ञान गुण सुन्न मन लाग्यो त्यही वैशाख मासमा पढेपछि जरा देखेको टुप्पासा छ कति दिएर के हुने दान पुण्य के गरेर मान्छे हुने के गरेर पशु हुने सबै वैशाख मासमा पढ है एउटाले ए हुन्छ आमा यसले पनि जान्दैछ ज्ञान त्यही हुन्छ मैले त मलाई चाहिने भोलिलाई सबै दिइसकेँ लाउने लुगा र यहाँ छोप्ने र यहाँ छोप्ने दुईवटा लुगा अन्न कति किलो छ त्यति किलो दान गर्नु है तिमीहरू हुन्छ हुन्छ त्यस्तै ठाउँ जन्म दिन्छन् क्या भगवान्ले कति दान पुण्य खाता हेरेर घरमा पठाउने हुन् आज तँलाई 3 फेरा खानु पर्यो भने भोलि नि पर्छ आमा पर्छ आज राख्नु श्रीकृष्णहरू भनेर दिनु है यति दिया नभन अहिले मैले भनेको मात्रै अर्थ भनेर भगवान्को नाममा दिनु ल त्यति हो ज्ञान मैले त महाभारत पढेँ जयवाद पढेँ आरती पढेँ सोस्तानी पढेँ अनि यो बर्माका सबै पढेर अनि चाहिने जति दान दिएर अनि लुगा यहाँ सक्नु र यहाँ सक्नु दिनु पऱ्यो होइन आफू जति किलो छ त्यति दिनु है जहिले पैसा हुन्छ श्रीकृष्णहरू भनेर छोरो छोड्नु है भगवान्को नाममा दिनु यति दिए नभन श्रीकृष्णहरू भगवान्लाई अर्पेर छोड्नु है हुन्छ हुन्छ त वनवास त ठाउँ जन्मिन्छ लुगा लुगा लगाउनु पाइन्न बाँच्न दिनुहुन्छ घरमा अन्न जानेहरूसँग अन्न बेसाउन नपर्ने खान पाइने ठाउँ जन्म हुन्छ यस्ता किताब त कति पढेँ कति मैले के सबै पढेर एउटा कबरीका नपढेर मेरो त विद्या खुलेको रहेछ यहाँ महाभारत पढेँ जयवाद पढेँ वैशाख मासमा पढेँ एकादशी बर्मज्ञानका आत्मज्ञानका सबै पढेँ त्यतिखेर पढेकै देखि छैनन् कसैले वैशाख मासमा किनेर पढ सबै जरा देखेर टुप्पासा जान्नु छ ल हुन्छ आमा हुन्छ त्यो फेर गर्नु के ल हुन्छ फेरि हस्किन्छ नगर जानु पनि चामल त्यो फेर यहाँ यहाँ छोप्नु जानु गर यसले पनि दुईवटा तँले पनि दुईवटा अन्न कति किलो छौ त्यति किलो गर्नुपर्छ ल त्यो मैले ज्ञानको भण्डार सिकाएको आज मरिनु राखेपछि त भोलि त्यस्तै कहाँ जन्म लिनुहुन्छ हाम्रो खाता हुन्छ यमराजमा खाता हेरेर अनि घरमा पठाउने हुन् हामी यमराजसित गएर खडा हुनुपर्छ मैले सबै किताब पढेर जानेर अनि भनिदिउँ बाबु तँलाई यस्तो महत्त्व भनेर मात्र दिएको होइन क्या भोलिलाई श्रीकृष्णहरूबाट भनेर दिनु है तैँले नि तल र माथि छ भने दुईवटा यसले नि दुईवटा हुन्छ आमा त्यति बेसी उहाँ खाता लेखेको हुन्छ क्या त्यस्तै ठाउँ घरमा पठाउनुहुन्छ भगवान्ले घरमा पठाउने त भगवान्ले हो नि हामी भने के दान गर्छ त्यस्तै ठाउँ पठाउँछन् अनि लाउन खान दिएपछि त्यस्तै ठाउँ फेरि खेतबारी पैसा भठा जन्म दिन्छन् क्या के पनि दिएन नातिले खायो हुन्छ भनेपछि भने निवे गरेर खाने ठाउँ घरमा गएर बस्नुपर्छ त्यति कुरो मैले पढेर जानेको सबै धार्मिक जति पढिसकेको थिएँ मैले कपुरीको नपढे पनि वैशाख मासमा पढेछ एउटा वैशाख मासमा किनेर पढ है हुन्छ पढेर जानुहुन्छ सबै ज्ञानको भण्डार हो त्यो वैशाख मासमा हस् मैले नराम्रो सिकाउन तँलाई भोलि काम लगाउने कुरा हो त्यो त्यसले पनि सुन्न थियो एक फेर अन्नदान गर आफू कति किलो छ त्यति किलो दिन्छ नुन दाल चाहियो तेल चाहियो त्यति होइन
चामल लेखेर दिनु हस्। दियो भने हस्किन्छ फेरि